हामी अहिले यो गोरुसिङ्गे बनगाई सडक खण्डनी र हरकुर खोलादेखि यहाँ थाकल बेलहरू टिपेर घर जाँदैछौँ। घर जाने क्रममा हामी खारखानेनिर आइपुगेका छौँ। अहिले र हाम्रो यो सडक बन्दै गरेको अवस्था छ। दायाँ बायाँ माटो पाट्ने काम, साना ठुला पुलहरू निर्माण गर्ने काम द्रुत गतिमा भइरहेको छ। यो खारखानी हो यो। अब यहाँदेखि हामी कोइली नदी लगभग सुरुवात आइपुगेका छौँ। यो कोइली नदी हो। यो नदी चाहिँ यो पुल चाहिँ यता छेउमा बन्दैछ। अब हामी बनगाई आइसकेका छौँ। बनगाई मेन चोकबाट हामी महेन्द्र राजमार्ग छोडेर हाम्रो घरपट्टि लाग्यौँ। हेर्नुहोस् यो दृश्य कति राम्रो छ। हाम्रो घर जाने बाटो कति राम्रो छ। बाडङ्गा नदीको लक्ष्मणघाट र बनगाई जोड्ने पुल निरायौँ हामी। अब यो नर्सरी भयो, लक्ष्मणघाट सामुदायिक वन दायाँ बायाँ। र अब हामी भाउजूलाई छोडेर घर फर्कियो र हाम्रो दाइ भाउजूको घर आइपुग्यो। यहीँ हो। अब भाउजू जानुभयो। हामी घरतर्फ लाग्दैछौँ। र यो चोकदेखि हाम्रो घर पश्चिमपट्टि रहेको छ। हामी त्यति लाग्यौँ। नर्सरी सामुदायिक वन र हाम्रो घर आयो। घर अब स्पेशल चाहिँ त्यहाँ तल छ एउटा बेल।